नमस्ते सबैजनालाई स्वागत छ तपाईहरुलाई टर्म ट्रेडिङ च्यानलमा। आज साताको तेस्रो दिन ट्युसडे। आज हप्ताको विश्लेषण म जहिले पनि विकली अन द बेसिस अफ विकली एनालिसिस गर्छु भनेर पहिला भिडियोमा नि भनेको थिएँ। आज हप्ताको तेस्रो दिन र आज अलि इन्डेक्स्ड प्यानिक सिचुएसनमा घटेको कारणले पनि मैले आजको भिडियो बनाइरहेको सो द्याट तपाईहरुलाई नलेज होस्, तपाईहरुलाई कन्टेक्स्टमा राखौं के भइरहेको छ, के गरिरहेछु भनेर। त्यसको कारणले आजको भिडियो इज डेडिकेटेड टुवर्ड्स नेप्स। ओके है त। अब म तपाईहरुलाई एउटा अर्को रिक्वेस्ट पनि गरे है। तपाईहरुलाई केही एसएमसी आईसीटी, म यो दुईटा एसएमसी र आईसीटी युज गरेर नै ट्रेड गर्ने भएको कारणले यो दुईटा टेक्निकल स्ट्र्याटेजीमा केही कन्फ्युजनहरु छ है। नेप्सेमा हेर्दाखेरि तपाईले बाहिर मार्केटमा हेरे जसरी अलिकति डिफरेन्स हुन्छ बाहिर मार्केट र नेप्सेको एसएमसी को हैन। सो त्यस्तो डिफरेन्सहरु तपाईले कहाँ भेट्टाउनु भएको छ, कुन हायर प्रोबेबिलिटी ट्रेड्स हुन सक्छ, कुन लोअर प्रोबेबिलिटी ट्रेड्स हुन सक्छ भन्ने कुराहरु सक्यो। सो यस्तो केही क्वेशनहरु छ भने मेक श्योर टु कमेन्ट डाउन, क्वेरीज केही छ भने लेख्नुहोस्, म त्यसको आउँदो भिडियोमा रेस्पोन्ड गर्छु र तपाईको कन्फ्युजन हटाउन कोसिस गर्छु है त। ल ढिला नगरिकन आजको नेप्से विश्लेषणमा अगाडि बढौं, सुरु गरौं। नेप्से परिसूचक आज -26.16 अंकले घटेर हैन 0.96% घटेर 2674.48 बिन्दुमा अड्केको छ। टर्नओभर आएको छ 4 अर्ब 3 को। टोटल ट्रेडेड शेयर्स छ 10 लाख किता है। एडभान्स हुने कम्पनी छ 25 वटा, डिक्लाइन हुनेछ 239, अनचेन्ज छ 10 है। अब यति हेरेर नै I am sorry 1 crore किता, I said 10 lakhs, 1 crore किता over here. I'm sorry for that है। एडभान्स हुने कम्पनीहरु छन् कतिवटा, एडभान्स हुने कम्पनीहरु छन् 25 वटा, डिक्लाइन हुने कम्पनीहरु छन् 239 वटा, अनचेन्ज कम्पनीहरु छन् 10 वटा। अब यहाँबाट तपाईले विश्लेषण थाहा पाइहाल्नुभयो इन्ट्राडेको है। यो हेर्नै परेन तपाईहरुले, यो घटिरहेको छ नि, हेर्नै परेन। यहाँबाट क्लियर कट के भयो भन्दाखेरि सेलिङ प्रेसर अझै हाबी छ। इन्ट्राडेको विश्लेषण हैन। टप टर्नओभरमा आएको छ एकेजीसीएल, एसओपीएल, आरएसएमएल, एनआरएन, बुङ्गल है। टप गेनर्समा छन् त्यही हाम्रो भर्खर लिस्ट भएको। टप लुजर्समा छन् जेन्जी स्टक्सहरु है। सो यो भयो नेप्सेको इन्ट्राडे विश्लेषण। अब हामी जाम हामीले के गरिरहेको थियौं, हाम्रो कन्टेक्स्ट के थियो, हामीले कसरी मार्केटलाई हेरिरहेको थियौं र अहिले मार्केट के छ र कसरी हेर्ने अवस्था छ भन्नेतिर जाम है त। सुरुमा तपाईहरुलाई एउटा कुरा याद छ कि छैन, त्यो भिडियो गएर हेर्नुहोस्। के भनेको थियो भन्दाखेरि मैले यहाँ के भनेको थिएँ, विकलीमा नराम्रो देखिँदैछ र विकलीको यो अर्डर ब्लक ट्याप हुन बाँकी छ र यो ट्याप हुन आउँदै जस्तो देखिँदैछ भनेर भनेको थिएँ है। अहिलेको त्यो सिनेरियो चाहिँ भ्यालिडेट गरिरहेको मार्केटले देखाइरहेको छ है। सो यो अर्डर ब्लकसम्म आउने नै देखियो अब चाहिँ हैन। सो यहाँसम्म हुँदाखेरि खैके जस्तो भइरहेको थियो हैन। स्टिल के भनेको थियो, कन्फर्मेसन ट्रेडर्सहरुले 30 र 40 को ब्रेकआउट चाहिँ कुर्नै पर्ने हुन्छ। कन्फर्मेसन ट्रेडर्सहरुले 30 देखि 40 को यो जुन वाला एउटा पोइन्ट छ त्यो ब्रेकआउट चाहिँ कुर्नै नै पर्ने हुन्छ। यो कुरेनम भने कन्फर्मेसन ट्रेडर्सहरुले यो मात्र कुरेर पोजिसन लिने र एग्रेसिभ ट्रेडर्सहरुले यो डिपमा अर्डर ब्लकसम्म आउँदाखेरि उठाउने है। यो दुईटा स्ट्र्याटेजी छ अहिलेसम्म। त्यो भयो अस्तिको हप्ता गरेको विश्लेषणको स्ट्र्याटेजी। अब हाम्रो धेरै अगाडिको एउटा विश्लेषण थियो। धेरै अगाडिको विश्लेषण के थियो भन्दा हाम्रो बाइ पोजिसन्सहरु यो ठाउँमा थियो है। हाम्रो बाइ पोजिसन्सहरु यो ठाउँमा थियो। अहिले बजारले के गर्यो, यो वाला लोको लिक्विडिटी लिइसकेको छ आजको दिन है। लाई इक्वल लो जस्तो क्रिएट गरेको छ। जे होस् बजारले आजको दिनसम्म यो वाला बाई त्यति फ्रुटफुल देखाएको छैन है। फ्रुटफुल देखाएको छैन। कुनै कुनै स्क्रिप्ट चल्यो
त्यो मध्ये मैले के भनेको थिएँ, कुनै कुनै स्क्रिप्ट चलेर नाफा भएको छ होला, त्यो नाफाहरू निकालेको छ होला। अब यो के भनेको थिएँ, त्यो पैसाहरू कि अर्डर ब्लकमा आयो भने हाल्ने होइन, अर्डर ब्लकमा आउँदैन भने जति छ त्यतिमै राइड गर्ने भनेको थिएँ है। अब हेर्नुहोस् के हुँदैछ, अर्डर ब्लकमा आउँदैछ। अर्डर ब्लकमा आइरहेछ भने जुन क्यासहरू निकालिएको थियो होइन, कुनै कुनैमा नाफा भएको थियो, अब नाफै भएको छैन भने त्यो छुट्टै केस भइहाल्यो। त्यस्तो हो भने तपाईँले होल्ड बाहेक अरू केही गर्न सक्नुहुन्न, कि त क्यास म्यानेज गरेर धेरै घटेको स्टकलाई थप्नुपर्ने हुन्छ होइन। यदि स्टक बढेको छैन भने, अब तपाईँले राम्रै स्टक चुज गरेको छ, त्यहाँबाट नाफा भयो, त्यहाँबाट पैसा निकाल्नु भयो, ओभर ट्रेडिङ गर्नुभएको छैन भने त्यो क्यासहरू अब लगाउने बेला आउँदैछ है। यता यता पनि लगाउनु भयो होला अलिअलि होइन, मिलाएर। अब जुन 15 देखि जुन 30सम्म 10 देखि 15% क्यास चाहिँ बचाएकै अलिक बेटर देखिन्छ है। अब अहिले के भइरहेको छ त, मार्केट अर्डर ब्लकसम्म आउन खोज्दैछ, हाम्रो विकली अर्डर ब्लकसम्म है। सो यो अर्डर ब्लकसम्म आउँदै खोज्दैछ, अब के गर्ने। अब सुरुमा यो अर्डर ब्लक चाहिँ हामीले किन हेरिरहेको छौँ भन्ने कुरा हेरौँ है त। ब्याक टेस्टिङ गरौँ, एनालिसिस गर्दा गर्दै ब्याक टेस्टिङ गरौँ है। सो ब्याक टेस्टिङ गरौँ है त। यो हाम्रो अर्डर ब्लक भयो, के भयो, विकली अर्डर ब्लक है। अब यसरी नै हामीले जे कुरामा बाई गर्न खोज्दैछौँ पछाडि हेरौँ, डेटा हेरौँ के भनेको छ डेटाले। अर्डर ब्लक कहाँ छ, यहाँ यो अर्डर है। अर्डर ब्लक कहाँ छ, यहाँ यो अर्डर है। अर्डर ब्लक कहाँ छ, यहाँ यो अर्डर ब्लक। यसलाई खासै अर्डर ब्लक त भन्न मिलेन, यसमा चाहिँ इन्भर्स फेयर भ्यालु ग्याप भन्छ यहाँ है। इन्भर्स फेयर भ्यालु ग्यापको रेस्पेक्ट छ एसएमसी हेर्नेहरूलाई, खासै अर्डर ब्लक चाहिँ भन्दैन यसलाई, किनभने यो क्यान्डल यो क्यान्डल यो क्यान्डल भित्रै बनेको छ, त्यसपछि यो क्यान्डलले टेक ओभर लिएको छ र यहाँ कम्प्लिटली मोमेन्टम चेन्ज गरेको छ। दिस इज कल्ड CIST क्यान्डल है, फ्रम बेरिस टु बुलिस होइन। सो अनि यहाँ पनि अलिकति लिक्विडिटी ल ठिक छ है त। सो यो CIST प्लस अर्डर ब्लकको कन्फ्लुएन्स होइन। सो यहाँ अर्डर ब्लक छ, कसरी छ, यो भयो हाम्रो फेयर भ्यालु ग्याप होइन, फेयर भ्यालु ग्याप भयो। अब यो के छ, यो हाम्रो फेयर भ्यालु ग्याप है, यहाँदेखि यहाँसम्म फेयर भ्यालु ग्याप छ होइन। तपाईँले त्यसरी फेयर भ्यालु ग्याप हेर्नु भने यु आर रङ। फेयर भ्यालु ग्याप हाम्रो यहाँदेखि यहाँसम्म छ है, यो ठाउँमा छ फेयर भ्यालु ग्याप। अर्डर ब्लक हाम्रो यो हो है। अब यो किन भनेर बुझ्नु भएन भने कमेन्ट गर्नु, म नेक्स्ट भिडियोमा बुझाइदिउँला। अब यहाँ हेरौँ है त, यहाँ हेरौँ के छ, यहाँदेखि यहाँसम्म फेयर भ्यालु ग्याप छ र यो हुन्छ हाम्रो अर्डर ब्लक है। सो दिस इज हाउ अर्डर ब्लक इज वर्किङ अहिलेसम्म है। अर्डर ब्लकमा आउँदै माथि जाँदै, अर्डर ब्लकमा आउँदै माथि जाँदै। अब यहाँ त CIST र अर्डर ब्लकको कन्फ्लुएन्स छ होइन। सो यो भयो हाम्रो ब्याक टेस्टिङ, अर्डर ब्लकको ब्याक टेस्टिङ भयो। अब हामीले अर्डर ब्लकको ब्याक टेस्टिङ गर्यौँ, अब त्यसपछि हामी अब हेरौँ है त। अब कहाँ छ अर्डर ब्लक, छैन, यो हो अर्डर ब्लक, यो एउटा अर्डर ब्लक भयो हो, तर वी डोन्ट कन्सिडर दिस एज अर्डर ब्लक होइन। सो वी कन्सिडर दिस एज रियल अर्डर ब्लक। किनभने किन हामीले यसलाई गर्छौँ, यसलाई गर्दैनौँ है। यो फेयर भ्यालु ग्याप भयो, यो क्यान्डल र थर्ड क्यान्डल यो पुरै ग्याप भयो र यो ग्याप मा बनेको क्यान्डललाई अर्डर ब्लक भनिन्छ। सो दिस इज द विकली अर्डर ब्लक है। दिस इज नट द विकली अर्डर ब्लक हो, यो पनि विकली अर्डर ब्लक हुन्छ तर अलिकति लोअर प्रोबेबिलिटीको अर्डर ब्लक हुन्छ होइन। सो आइ एम नट सेइङ यो अर्डर ब्लक होइन, हो अर्डर ब्लकको रिएक्सन आएको छ, अर्डर ब्लकबाट लोअर टाइम फ्रेम जानुभयो भने, बट POI मा रेस्पेक्ट खाएर फेरि तल आयो, विच मिन्स इट इज नट हायर प्रोबेबिलिटीको अर्डर ब्लक है। सो दिस आई कन्सिडर हायर प्रोबेबिलिटीको अर्डर ब्लक। किनभने एभ्री सिंगल टाइम
मार्केट हेज रेस्पेक्टेड द्याट अर्डर है। सो अब सिम्पल छ है, मैले अस्तिकै हप्ता स्ट्राटेजी भनेको छु, त्यही नै अनुसार स्टिल बुलिस फर द जुलाई होइन। हामीले यहाँ छ है, यही हो हामीले गर्ने होइन। सो जुनको रातो हेरेर बल्ल जुलाईको खाना पाइन्छ। हिस्ट्रीले त्यही भन्छ। यहाँ 4% सहनेले यहाँ 2% देख्यो, यहाँ 4% सहनेले यहाँ 8% देख्यो, यहाँ 2% सहनेले यहाँ 34% देख्यो, यहाँ 2% सहनेले यहाँ 10% देख्यो है। दिस इज हाउ इट वर्क्स। जुन र जुलाईमा ट्रेडिङ प्लान गर्दाखेरि अब जोसँग थोरै किता छ उसले चाहिँ कसरी सोध्छ भन्दाखेरि बटम क्याच गरिन्छ अनि त्यसपछि बढ्छ भनेर सोध्छ राइट। तर जोसँग अलिकति बढी किता हुन्छ उसले त्यसरी किन्दैन, उसले बटम क्याच गर्न खोज्दैन, उसले ठाउँ ठाउँमा एकुमुलेसन गरिरहेको हुन्छ। त्यो एकुमुलेसन गरेको चाहिँ उसले एउटा आफ्नो एभरेज प्राइस मेन्टेन गरिरहेको हुन्छ है अपरेटर्सहरूले होइन। सो त्यो एभरेज प्राइस मेन्टेन गरिरहेको हुन्छ अनि जुन बेला चाहिँ एभरेज प्राइस, अब यो अलिकति भित्री कुरा भयो, जे भए पनि जुन बेला पनि एभरेज प्राइस चाहिँ आएको प्राइस भन्दा 5 रुपियाँ मुनि झर्छ धेरै किताको, त्यसपछि चाहिँ एग्रेसिभ बाइङ आउँछ अपरेटर्सहरूको है। यो चाहिँ अलिकति भित्री कुराहरू भयो, त्यति खासै डिस्कस गर्नु परेन। भन्न खोजेको मैले के हो भन्दाखेरि तपाईँले बटम क्याच गर्ने बाहनामा माथि पनि पारिदिन सक्छ नेप्सेलले है, त्यो पनि एउटा पोसिबिलिटी हुन्छ होइन। सो गर्ने के हो त स्ट्राटेजी, स्ट्राटेजी चाहिँ स्टक मार्केटमा, दिस इज नट क्रिप्टो, दिस इज नट फरेक्स। क्रिप्टो फरेक्स भएको भए पो टक्क भुइँमा समात्यो माथि फाल्यो होइन, इन्ट्राडे भएपछि होइन। तर यो स्टक मार्केट हो, यसमा फन्डामेन्टल्सहरू हुन्छ, कम्पनीहरू हुन्छ होइन। जस्तै तपाईँले अस्तिको बेला यो कम्पनी है मार्केट झरिरहेको बेला किन्नु भएको थियो भने यो कम्पनीले सबसे बढी रिटर्न सासले होइन। अहिले पनि त्यो लेभल भन्दा माथि नै बसिरहेको छ सास, होला अलिकति मुनि आउला यहाँसम्म, तर स्टिल बाइङकै प्लान हुन्छ यहाँदेखि पनि है। सो स्टक मार्केट चल्ने तरिका अलिकति डिफ्रेन्ट हुन्छ, मान्छेले सोचेको जस्तो हुँदैन। मान्छेले के सोच्छन्, मार्केट रातो लाग्छ स्टक रातो लाग्छ, मार्केट हरियो लाग्छ स्टक हरियो लाग्छ, तर त्यसरी काम गर्दैन मार्केटले है। मार्केट यो हरियो र रातो कसरी बन्छ भन्दाखेरि स्टक हरियो हुन्छन् कि रातो हुन्छन् भन्ने तरिकाले अनि बल्ल बन्छ। स्टकको के प्रोबेबिलिटी छ होइन। जस्तै यो रातो भइरहेको छ, यहाँदेखि यहाँसम्म आउँदा धेरै स्टकहरू अलि हेभी वेटेज दिएको स्टकहरू हेर्नुभयो भने उनीहरूको बायस बेयरिसै छ। बिबिसी होइन, एनआरआइसी यो ठाउँहरूमा बायस बेयरिसै छ है। त्यसको कारणले गर्दाखेरि बजारमा दबाब पर्छ वेटेज कम्पनीहरूले गर्दाखेरि होइन। हामीले जहिले स्ट्राटेजी कसरी लाउनु पर्छ, आफ्नो क्यापिटल ठाउँ ठाउँमा लगाउँदै लगाउँदै एउटा रणनीति बनाउने, त्यो रणनीति अनुसार चल्ने, त्यसपछि आफ्नो काम गर्ने। सो अहिलेको रणनीति के छ, जुलाईको हाईमा बेच्ने छ है। अहिलेको रणनीति जुलाईको हाईमा बेच्ने हो भने हामीले एउटा डिस्काउन्टेड प्राइसहरूमा स्टक्सहरू उठाइरहेको छौँ, अब फेरि डिस्काउन्टेडमा आइरहेको छ, फेरि उठाउँछु। अब यहाँ के हुन्छ भन्दाखेरि मान्छेसँग क्यास हुँदैन क्या। यो लेभलमा आउँदासम्म मलाई जहाँसम्म लाग्छ 95% ट्रेडर्सहरूसँग क्यास छैन होइन। सो अब क्यास नहुँदाखेरि के मात्र दिमागमा आउँछ, अब बजार बढ्छ भन्ने हुँदैन क्या, आशै मर्छ। तपाईँले एक्सपेक्टेसन्स आफूसँग क्यास हुँदासम्म मात्र राख्नुहुन्छ, क्यास नभएपछि त्यो एक्सपेक्टेसन्स हराउँछ। अब बजार बढ्ने भन्दा घट्ने बढी चान्स छ जस्तो देखिन्छ होइन। सो अहिलेको अवस्था हेर्दाखेरि सबैजना क्यासमा कोही पनि छैन, भेरी मिनिमल प्लेयर्स इन क्यास, भेरी मिनिमल ट्रेडर्स इन क्यास है। सो त्यसले गर्दाखेरि अब मुनि आउँदा उठाउनु त भनिन्छ, अब उठाउने क्यास हुँदैन होइन। थाहा छ नि यहाँ अर्डर ब्लक छ, यहाँबाट उड्छ, सबैलाई थाहा छ, तर क्यास छैन उठाउनु राइट। सो जब क्यास हुँदैन मार्केटले वाइप आउट हानिदिइसकेपछि चाहिँ बल्ल उसले आफ्नो ट्रेन्ड डाइरेक्सन देखाउँछ र ट्रेन्ड डाइरेक्सन हामीले यहाँ ब्याक टेस्ट गरेर पनि निकालिसकेको छौँ। सो आजलाई यति नै।
अलिकति प्यानिकको अवस्था आएछ, के भइरहेको थियो, के डिस्कस भइरहेको थियो, पहिलाको भिडियो गएर हेर्नुहोस्, यतिकै पनि क्लियर भइहाल्छ। यदि क्लियर भएन भने कमेन्ट गर्नुहोस्, कहाँ बुझिएन के बुझिएन भनेर म नेक्स्ट भिडियोमा त्यसको रेस्पोन्स पनि दिनेछु। आजलाई यति नै। थ्याङ्क यू फर वाचिङ। सी यू अल इन द नेक्स्ट भिडियो।